जोजलपा नमस्कार। नेपाल भाषा एकाडेमी निमित्त अनक मिडियाको प्रस्तुति यस नेवा एफएम 106.6 सुनिराख्नु भएका आदरणीय श्रोता, आजको शुभ दिनमा तपाईं समक्ष नयाँ बजार क्लबको प्रस्तुति कार्यक्रम कोभिड-19 हेल्प डेस्क लिएर म रोजी महर्जन फेरि पनि उपस्थित भएकी छु र सधैँझै प्राविधिक सहयोगका लागि हुनुहुन्छ मित्र दिलीप कुमार महर्जन। श्रोता मित्र, यो कार्यक्रम प्रत्येक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। साथसाथै अर्को जानकारी, तपाईले यो कार्यक्रम हाम्रो पात्रो मोबाइल एपमा गएर पनि ट्युन इन गर्न सक्नुहुन्छ। श्रोता मित्र, हामी यस कार्यक्रममा कुराकानी गर्छौं नयाँ बजार क्लबद्वारा सञ्चालित कार्यक्रम कोभिड-19 हेल्प डेस्कको भने गेस्ट निम्ति यस विषयमा थप सूचना दिन्छौं। कोभिड-19 हेल्प डेस्कको मुख्य उद्देश्य कोरोना भाइरस सम्बन्धी जनचेतना दिने हो भने चाहिएमा तपाईलाई उपयोगी संस्था र अस्पतालसँग समन्वय गर्न पनि मद्दत गर्छ। साथसाथै आवश्यकतामा आर्थिक सहयोग पनि प्रदान गरिनेछ। थप जानकारीका लागि तपाई हरेक दिन कीर्तिपुर बिहारसँग जोडेको मण्डफल्जामा बिहानको 10 बजेदेखि दिउँसोको 2 बजेसम्म आउन सक्नुहुन्छ भने हाम्रो कार्यक्रमको संयोजक सन्तोष तिमल सिन्हासँग फोनबाट पनि जोड्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 9803 28 29 11 9803 28 29 11 9803 282911 9803 282911। जोजुलोपा नमस्ते। नेपाल भाषा एकाडेमिया नीति अनक मिडिया नेबोया भाषा साहित्य वा संस्कृति नेवा एफएम 106.6 मेगाहर्ज रेडियो निर्दिश निंका दिश जी हरिवंश आचार्य सुबह तलको रातो बटन थिचेर सब्स्क्राइब गर्न नबिर्सिनु होला। नेवा एफएम 106.6। श्रोता मित्र, ब्रेक पछि स्वागत गर्न चाहन्छु। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामी कुराकानी गर्छौं हाम्रा अतिथि पूर्ण डंगोल र शंकर महर्जनज्यूसँग। पूर्ण डंगोलजी हुनुहुन्छ हाम्रो नयाँ बजार क्लबको स्थापना कालदेखि नै जोडिराख्नु भएको यस क्लबमा भने उहाँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ, उपाध्यक्ष पनि हुनुहुन्छ। त्यसैगरी हामीसँग हाम्रो एकदमै वेल विशर, अहिले मात्रै होइन कि पहिल्यैदेखि चाहिँ उहाँले चाहिँ नयाँ बजार क्लबलाई जुन माया देखाएर आर्थिक सहयोग गर्दै अहिलेसम्म जुन सहयोग गर्दै आइराख्नु भएको छ उहाँ हुनुहुन्छ शंकर महर्जनज्यू। उहाँ पहिला जर्मनी बस्दै आइराख्नु भएको थियो भने अहिले उहाँ नेपालमा हुनुहुन्छ। जर्मनीमा हुँदा उहाँले आर्थिक अवस्थामा सहयोग गरिराख्नु भएको थियो। अहिले चाहिँ उहाँले आर्थिक मात्रै नभइकन अहिले चाहिँ टाइममा चाहिँ नयाँ बजार क्लबमा आएर कोभिड-19 हेल्प डेस्कमा आएर चाहिँ उहाँले जोडिराख्नु भएको छ। उहाँहरू दुवैजना आज हाम्रो स्टुडियोमा समय निकालेर आउनु भएको छ। स्वागत गर्न चाहन्छु दुवैजनालाई। मैले हजुरहरूसँग यो प्रोग्राम सुरु हुनु अगाडि मैले अलिअलि अन्तर्वार्ता जुन गरिरहेको थिएँ होइन, पूर्णजीसँग चाहिँ मैले सुन्न चाहेँ। तपाईँले कति मजाले आफ्नो एक्सपिरियन्स सेयर गर्दै हुनुहुन्थ्यो नयाँ बजार क्लबको। मैले कोभिड-19मा जानु अगाडि तपाईँले थोरै, किनभने तपाईँ चाहिँ स्थापना कालदेखि उपाध्यक्ष हुनुहुन्थ्यो होइन, कस्तो थियो त्यतिखेरको समय र अहिले कति चाहिँ फरक छ भन्ने थोरै जानकारी दिनु। पहिला र अहिले रोजी निकै भिन्नता छ। किनभने अहिले चाहिँ पैसा छ हामीसँग, पहिला पैसा थिएन। काम गर्नलाई त घर त जाँगर छ, निकै काम गर्थ्यो हामीहरू। उहिले चाहिँ हामीले पैसा तिरेर मेम्बर बनेर उ गर्नुपर्छ। अहिले त हालसालले वार्षिक मात्र तिरेको हुन्छ, त्यो पनि थोरै। पहिला त हामीले चाहिँ महिनाको जस्तै अहिले चाहिँ यो हामीले बचाइरहेको पनि 10-15 पैसा तिरेर त्यो क्लबलाई स्थापना कालदेखि नै तिर्न नसकेर भनौँ भने चाहिँ आफ्नो मेरो विचार मैले किताब बेचे जस्तो लाग्छ। म्याथको किताब बेचेर पैसा तिरे जस्तो लाग्छ। होइन, त्यो तिर्न नसकेर 10-15 पैसा तिर्न नसकेर अनि हामीले मन्थली चाहिँ जरिमाना सहित चाहिँ मैले 3-4 रुपियाँ कति तिरेको थिएँ। तर त्यही कारणले चाहिँ अहिले र पहिलाको निकै भिन्नै खालको छ। अहिले चाहिँ हामीसँग पैसा छ, म्यान पावर छ, र तापनि हामीले चाहिँ जुन चाहिँ हामीले चाहिँ काम चाहिँ दिगो गर्न सकेको छैन जस्तो लाग्छ। अहिले चाहिँ पहिला भन्दा चाहिँ अहिले आर्थिक सहयोगको कारणले चाहिँ धेरै काम गर्न सकेको जस्तो लाग्छ, तर केही न केही अझै कमी छ जस्तो लाग्छ। त्यो कमी चाहिँ के रहेछ त? अहिले कमी चाहिँ म्यान पावर हुन्छ। अहिलेको मान्छेहरूको चाहिँ के
होइन चाहिँ जस्तो फुर्सदको बेलामा चाहिँ अब त्यही बेला चाहिँ हामी के कसो छ भनेर चाहिँ जान्थ्यो बुझ्थ्यो त्यो बेला क्लब पनि थिएन त्यही मन्दा पर्छ त्यही कारण तपाईँले भन्नुभयो नि मन्दा पर्छ हो तिमी बसेर गफ गर्थ्यो अनि पैसा थुपार्ने पनि तिमी पैसा दिनु पर्ने तिमी अनि पछि चाहिँ प्रकाशको घरमा गएपछि कोठामा दिन जान्थ्यो त्यसो गरेर सातले कालदेखि नै अहिलेसम्म चाहिँ जोगाइरहेछ नाम राखिरहेछ एकदमै धेरै माया होइन र लगाव पनि छ माया छ लगाव छ भनेपछि अब आर्थिक सहयोगको छँदैछ म्यान पावरको लागि केही न केही चाहिँ पछि अहिले क्लबले गरि नै राख्नु भएको छ भने अब चाहिँ कसरी युवाहरूलाई चाहिँ क्लबमा लिएर आउने भनेर अहिले चाहिँ के हुन्छ भने अब अहिलेको युवाहरू चाहिँ घरैमा बसेर मेरो विचारमा मोबाइल खेल्ने होइन अरू चाहिँ त्यो गेमहरू खेल्ने पोर्टमा गेम खेल्ने त्यो गर्नुभन्दा पनि देश चाहिँ मेरो विचारमा फुर्सदको भएको बेलामा पढ्ने आफू चाहिँ छँदै छ होइन पढ्दा आफूले कुनै बेला फुर्सद भएको बेलामा गएर चाहिँ क्लबमा आएर क्लबमा अहिले त क्लब सब हुन्छ त्यहाँ आएर बुझ्ने के कसो छ भनेर बुझेर अनि जहाँ सङ्गठन हुन्छ त्यहाँको गफ आउँछ अनि जुन चाहिँ गर्नुपर्ने कामहरू पनि हुन्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर थाहा हुन्छ अब चाहिँ नयाँ तरिकाले चाहिँ युवाहरूलाई लिएर जानुपर्छ जस्तो लाग्छ मलाई अब मैले चाहिँ अर्को प्रश्न चाहिँ जोड्न चाहेँ होइन तपाईँले चाहिँ कोभिड जुन चेकअप गरेर आउनुभयो होइन कोभिड चेकअप गरेर आउनु अगाडि नै तपाईँले चाहिँ आफूलाई पोजिटिभ हुँ भनेर थाहा पाउनु अगाडि नै तपाईँले जुन आएर मण्डपल्चामा आएर नै सहयोग गर्नुभयो नि आर्थिक सहयोग गर्नुभयो होइन त्यो क्लबको लगाव मात्रै हो कि त्यसबाहेक चाहिँ होइन म चाहिँ एउटा सचेत नागरिक भनेर चाहिँ मैले यो गरेको होइन म के हुन्छ भने म जस्तै अरू पनि होला नि जुन चाहिँ आर्थिक अवस्थाले कमजोर हुनेहरू जस्तै बुझ्न नसक्नेहरू अब म त अलिकति एजुकेसन भएर सिकेको छु साथीहरूसँग कोभिड लागेको साथीहरूसँग प्रकाश यताहरूसँग सोधेर मैले चाहिँ उ गरेँ म सतर्कता अप्नाएँ जुन चाहिँ हुनुभन्दा पहिला नै चाहिँ मैले चाहिँ आफ्नो विशेषमा अलिकति शङ्का लाग्न साथै म चाहिँ आइसोलेसनमा बस्न आएँ ताकि आइसोलेसनमा बस्न आएपछि मेरो विशेषलाई चाहिँ केही पनि भयो त्यही कारणले चाहिँ म छुट्टै बसेँ अनि चाहिँ आएर चाहिँ मैले चाहिँ अब पछि चाहिँ म जचाउन गएँ उनीहरूले चाहिँ भने अनुसार त असुसो चाहिँ खाएँ ए डराउनु नडराउनु भनेर भन्नुभयो म त यो सोसियल मिडियाले चाहिँ मोबाइलमा देखेपछि जहिले पनि यसरी राम्रोले आउँथ्यो आफूभन्दा चाहिँ जुनियरहरू बिग्रिरहेको देख्छु अनि म दिक्क डाक्क भएर चाहिँ मलाई पनि यस्तै हुन्छ भनेर मैले त मोबाइल खिचादि त अफै गरेँ यसरी चाहिँ सामना गर्नुभयो तपाईले मोबाइल अफ गरेर चाहिँ हेर्दिन अनि हेर्दिन भनेर उ गरेपछि अनि साथीहरूले पनि फोन गरेर चाहिँ सोध्नु भएको थियो दार्नहरू प्रकाशहरूले अनि उनीहरूले फोन उठाएन अनि भाइलाई फोन गरेर मलाई आउँथ्यो एयरपोर्टमा के गरेर तिमी चाहिँ साइलेन्टमा राख्नु पर्दैन भनेर भन्थ्यो अनि त्यो गरेर चाहिँ मैले चाहिँ मोबाइलै अफ गरेर अनि हाम्रो सरकारले भने अनुसार नियम पाल्न उ गरेर बसेँ अनि हुनासाथै मैले चाहिँ आफूलाई 2 गते पोजिटिभ हुने थाहा हुनासाथै मैले चाहिँ भोलिपल्ट चाहिँ त्यो गएर चाहिँ हाम्रो हस्पिटलमा केटको हस्पिटलमा जताए हेल्थ चाहिँ स्वास्थ्य त्यो साथी ठिक छ छैन भनेर अनि ठिक छ केही हुँदैन ल मजाले खानु भन्यो अनि साथीहरूको सजेसन अनि डाक्टरको सल्लाह अनुसार मैले चाहिँ दिनको 3-4 चोटि कोसीको खानाहरू खाएर तातो पानी खाएर यसरी चाहिँ सामना भनेपछि क्लबलाई मात्र होइन क्लबको मेम्बर भएर मात्रै होइन जे अरूलाई पनि राम्रो होस् भनेर चाहिँ गर्नुभयो अहिले चाहिँ कस्तो छ अहिले कोभिडको पोस्ट कोभिड सिम्पटम्सहरू के छ अहिले चाहिँ अलिकति भइहाल्नु चल्दा अलिकति खोकी लाग्यो जस्तो सानो अनि त्यस्तो हुन्थ्यो अरू त केही पनि छैन अलि थकान चाहिँ कमजोरी हुँदो रहेछ जुन त्यो कोभिड-19 भएको अनुभव सेयर गरिदिनु भयो धेरै धेरै धन्यवाद म फेरि आउँछु तपाईँसँग त्योभन्दा अगाडि चाहिँ म शङ्करजीकोमा जान चाहेँ शङ्करजी हजुर भर्खरै नेपाल आउनु भएको छ होइन कोभिड भइसकेपछि कोभिडको समय जुन हाम्रो कोभिडको टाइम थियो त्यतिखेर आउनुभयो अनि जर्मनीमा हुनुहुन्थ्यो त्यतिखेर जर्मनीमा हुन्जेल चाहिँ तपाईँले कस्तो खाले चाहिँ यो त्यहाँ जानकारी दिने अवस्था चाहिँ कस्तो थियो त्यहाँ जनताहरूलाई चाहिँ कस्तो खाले जानकारी दिएर आउनु छ
यो चाहिँ धेरै फरक छ हाम्रो नेपाल र जापानमा किन भन्दाखेरि उनीहरू चाहिँ आर्थिक रूपमा एकदमै सम्पन्न हाम्रो देशमा दाज्न त मिल्दैन तर उनीहरूको देश पनि हामी अब पहिला अब इतिहासमा चाहिँ त्यो गर्दाखेरि सुन्दाखेरि भएको हाम्रो देशभन्दा पनि अरूसँगै खान नपाएर चाहिँ सुन साथी गर्ने त्यस्तो होइन अनि टोटोलीहरू चाहिँ धेरै दुःख चाहिँ तर अब त्यस्तै अब अहिले जुन त्यहाँ चाहिँ सुख सुविधा जुन दिइरहेको छ त्यो चाहिँ अब हामी कहाँ चाहिँ नेपालमा भन्दाखेरि हामी नेपाली अलिकति रिसाउने त होइन तर चाहिँ अलिकति हाम्रो सरकारले किन यस्तो व्यवस्था गरेर तर पुरै जर्मनमा कस्तो छ भन्दा जति पनि जनताहरू छन् उनीहरूको ग्यारेन्टी घाँस पास कपासहरूको ग्यारेन्टी दिइरहेको छ होइन त्यो सबै अब जस्तै जनताको घाँस पास कपास मात्र होइन व्यापारीहरू छन् जस्तै होटल चलाइरहेका छन् पसलहरू छन् होइन त्यस्तो भाग दिन सकिन् भने चाहिँ गभर्मेन्टले दिइरहेको छन् अनि कसैको चाहिँ जब चाहिँ नछुटाउनु है भनेर चाहिँ सबैलाई चाहिँ 60% चाहिँ गभर्मेन्टले पे गरिरहेको छन् होइन अनि घरमै राख्नु त्यसरी गरिरहेको छन् त्यस कारण चाहिँ अब हामीले यो यहाँ सम्भव त छैन यस्तो होइन किन यस्तो भनेर अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि अब गभर्मेन्ट नै स्ट्रङ नभएर पनि हुन्छ जस्तो लाग्छ तपाईँलाई त्यसरी भन्नु त मिल्दैन अब हामी कहाँ पनि हुँदैछन् नेपालमा पनि अब बिस्तारै हुँदैछन् अब अहिले हामीले पनि नयाँ नयाँ क्लबले जुन यस्तो हामी अहिले त्यस्तो राखेका छन् होइन त्यस्तै चाहिँ अब यहाँ चाहिँ मेन कुरा चाहिँ बिस्तारै हुँदैछ अब यस्तै अब जति पनि विदेशी बस्नुभएका चाहिँ दाजुभाइहरू सबै छ उहाँहरूसँग चाहिँ अब त्यहाँ सिकिसक्नु भएको छ कस्तो छ भन्ने कुरा चाहिँ त्यो चाहिँ यहाँ ल्यायो भने चाहिँ उहाँहरूको चाहिँ सिट ल्याएर यहाँ गऱ्यो भने जस्तै अब विदेशी जस्तो गर्नुभयो त्यस्तो सिकेसहरू जस्तै हुन सक्छ हजुरले चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ किनभने बाहिर जुन हेरेर एक्सपिरियन्स गरेर आइसक्नुभयो अनुभव गरेर आइसक्नुभयो अब यहाँ तपाईँले भन्नुभयो हामी स्किल्स ल्याएर चाहिँ देखाउन सकिन्छ भनेर भन्नुभयो कस्तो खाले सुझाव दिनुहुन्छ अहिले कोभिड-19 हेल्पडेस्क उता त त्यस्तो छैन होला है निजी नै गर्ने त्यस्तो छैन सबै सरकारले नै त्यसो गर्नु पर्दैन त्यहाँ चाहिँ किनभने सरकारले सबै कुराहरू त्यस्तो दिइरहेको छन् किन भन्दाखेरि हामीले त्यहाँ चाहिँ अनलाइन आफैमा गर्नु भने कति परिवार छ के छ के काम छ त्यो चाहिँ गर्नु पैसा जानु पनि पर्दैन अब त्यो टेस्ट गर्नु पर्दाखेरि पनि त्यहाँ हस्पिटलमै जानु त्यसरी कस्तो भन्दाखेरि त्यहाँ चाहिँ हामी लाइन बसेर अस्ति यहाँ चाहिँ सुविधा त्यस्तो हुँदैन कि गाडीमै बसेर चाहिँ हामी टेस्ट दिन्छन् धेरै फरक छ यहाँको र त्यहाँको चाहिँ धेरै फरक छ त्यहाँ सबै सिस्टमले चल्छ हामी त्यहाँ सिस्टम छैन होइन तर नभएको त होइन यहाँ पनि बन्दैछ जस्तै यहाँ चाहिँ हजुर बन्दैछन् अहिले नयाँ जेनेरेसनले गर्दै हुनुहुन्छ अब चार नयाँ जेनेरेसनले चाहिँ गऱ्यो भने चाहिँ बिस्तारै चाहिँ यो चाहिँ पक्कै पनि हामीलाई पनि त्यस्तो होला जस्तो छ अब नयाँ जेनेरेसनको लागि या कोभिड-19 हेल्पडेस्कले जसरी गरेर आइराख्नु भएको छ किनभने भर्खर सुरु भएको होइन 1-2 महिना भयो सुरु भएको अझ पनि राम्रो होस् भने चाहिँ कस्तो सल्लाह सुझाव अनि बाहिरबाट सिकेर आउनु भएको केही नलेजहरू दिन चाहनुहुन्छ के दिनुहुन्छ कस्तो खाले दिनुहुन्छ खास मेन कुरा त मेरो विचारमा हरेक जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूको मनमा बिहान उठ्ने बित्तिकै नेपाल चाहिँ यादै हुन्छ पहिले पनि बिर्सिन सक्दैन होला हाम्रो नेपाल अनि त्यसपछि आमा फ्यामिलीहरू होइन उठ्ने बित्तिकै म चाहिँ सुरुमै नेपालमा के कस्तो छ भन्ने कुरा हेर्नुहुन्छ क्या त्यहाँ आफ्नो काम त्यस्तो चाहिँ विषयमा होइन कि आफ्नो परिवार पनि मेरो त परिवार पनि सँगै बस्छु होइन त्योभन्दा पनि म नेपालमा के भन्नु भएको छ भन्ने कुरा एक नम्बरमा त्यस्तो हुन्छ त्यस कारण चाहिँ जति नै ऊ गरे पनि जति भौतिक सुविधा जस्तो युरोप अमेरिका जति पनि विकसित देशमा बस्दा पनि हरेकले आफ्नो चाहिँ देशको चाहिँ माया चाहिँ हुन्छ होला परिवार पनि हुन्छ होला जति बिर्से पनि त्यहाँको भौतिक सुविधा लिए पनि त्यो चाहिँ मन चाहिँ शान्त हुँदैन मन चाहिँ कसैले पनि हुँदैन होला त्यस कारण चाहिँ मेरो विचारमा चाहिँ के हुनुपर्छ भन्दाखेरि जति पनि दाजुभाइहरू उहाँहरू हुनुहुन्छ आर्थिकले सक्नेले आर्थिकले बुद्धिले सक्नेले बुद्धिले अनि त्यसपछि यदि सल्लाह सुझावले त्यो पनि होइन के सल्लाह आज भोलि चाहिँ फिजिकली चाहिँ यहाँ चाहिँ आउनुपर्छ
जस्तै मन्दिर खर्चमा चाहिँ आएर चाहिँ भेटेर चाहिँ गर्नुपर्छ भने पनि चाहिँ कम्युनिकेसन त सबै अहिले चाहिँ अनलाइनमा छ होइन त्यो अनलाइनमै हामीले चाहिँ सबै गरेर चाहिँ दिन पनि सकिन्छ तर यति राम्रो राम्रो व्यक्तिहरू यहाँ नेपाली चाहिँ नेपालीहरू चाहिँ विदेशमा छन् उहाँले चाहिँ यदि चाहिँ अलिकति सहमति भएर गऱ्यो भने यहाँ 9 दिनु छैन हाम्रो देशलाई चाहिँ एकदमै छिटो चाहिँ अहिले गऱ्यो भने एकदमै छिटो राम्रोसँग गर्न सकिन्छ अनि हाम्रो देश यस्तो राम्रो देश छ कि अरू देशको तुलनामा चाहिँ हाम्रो देश अति नै राम्रो छ हरेक चिजमा तपाईँ हेर्नुहोस् न अरू देशमा अमेरिकामा एकचोटि चाहिँ जानुहोस् तपाईँ चाहिँ यहाँ चिसोबाट चाहिँ अहिले गर्मी ठाउँमा अब जानु पर्यो भने त्यहाँ चाहिँ 4 घन्टा प्लेनमा जानुपर्ने हुन्छ हाम्रो देशमा चाहिँ यहाँ चिसो ठाउँबाट चाहिँ गर्नु भने 2 घन्टामा चाहिँ हामी पुग्छौँ होइन वातावरण त्यस्तो छ होइन अब गर्मी तराईतिर अर्कै मौसम छ यहाँ काठमाडौँमा अर्कै मौसम छ होइन हिमालयमा गयो भने हामी छिटै पुग्छौँ कि 2 घन्टाभित्र पुग्छौँ यो मात्र होइन हाम्रो प्रकृति यस्तो तरिकाले बनिरहेको छ कि हरेक 60 किलोमिटर गयो भने अर्कै यहाँ चाहिँ फलफुल फल्ने माटै अर्कै मान्छेहरू अर्कै भन्दाखेरि यहाँ हरेक चिज यहाँ फल्न सक्छ हरेक चिज उत्पादन गर्न सक्छ अनि अहिले यो पिरियडले गर्दाखेरि यो धेरै नै अर्गानिक चाहिँ होलमा चाहिँ विश्वास गरेको छ यो प्रकृतिलाई चाहिँ हामीले चाहिँ एकदमै सबभन्दा बेस्ट भनेको आर्थिक भन्दा इन्डस्ट्री भन्दा पनि सबभन्दा बेस्ट चाहिँ हाम्रो चाहिँ धन भनेको चाहिँ बिजनेस भनेको चाहिँ स्वास्थ्य हो आफ्नो स्वास्थ्य हुन्छ त्यसपछि चाहिँ आएर चाहिँ बल्ल चाहिँ बिजनेस हुन्छ कि आफ्नो शरीरै छैन भने बिजनेस के गर्ने अब होइन त्यस कारण चाहिँ हामी स्वस्थ खाना उत्पादन गर्न सक्ने देश चाहिँ यही भयो होला किनभने यहाँ रेडियोएक्टिभ छैन यहाँ इन्डस्ट्री छैन केही छैन पोल्युसन त्यस्तो छैन यो माटो उड्ने भनेको पोल्युसन होइन माटो भनेको त नेचुरल हो नेचुरल हामी जनावर पनि घाँस खाँदाखेरि खाइन्छ होइन त्यसले केही इफेक्ट हुँदैन त्यस कारण चाहिँ हाम्रो देशमा चाहिँ मेन यस्तो गर्दाखेरि चाहिँ सबै अब अर्गानिक यो जस्तै हामीले खेतीपाती गर्न सक्ने खेतीपाती अनि जुन चाहिँ टेक्निकलमा जाने टेक्निकल अरू बुद्धिजीवीहरू चाहिँ उहाँले सल्लाह दिनुभयो भने अहिले नयाँ जेनेरेसनमा चाहिँ एकदमै राम्रो एकदमै होप छ किन भन्दाखेरि उनीहरूले पनि अब धेरै जहाँ एकदम दुःख हुन्छ नि त्यही अपर्च्युनिटी हुन्छ कि अब उनीहरू पनि एकदमै दुःख जर्मन भनौँ अब हामीले हिस्ट्री हेऱ्यो भने उनीहरूको कस्तो वर्ल्ड वार मात्र होइन धेरै कुरामा उनीहरूका त 6 महिना हिउँले छोपिरहेको हुन्छ खाना हुँदैन होइन अनि 6 महिनाभित्र उनीहरूले चाहिँ खाना चाहिँ यताउति गएर चाहिँ जुटाउनु पर्ने हुन्छ किन वर्ष दिनलाई खाना पुग्ने चाहिँ जुटाउनु पर्ने हुन्छ नत्र त भोकै मर्छौँ घाम हुँदैन केही हुँदैन हाम्रो देश त यस्तो सुरुमा कि 12 महिना लाग्छ हामीलाई चाहिँ न यहाँ चाहिँ हिटर चाहिन्छ न त हामीलाई चाहिँ एयर कन्डिसन चाहिन्छ या जसरी पनि जिउन सक्ने ठाउँ के अनि हामीलाई घर पनि राम्रो पनि चाहिँदैन होइन जस्तो पनि हामी सुत्न सक्ने ठाउँ यस्तो देश कहाँ होला यो देश चाहिँ यस्तो चाहिँ सुन्दर देश चाहिँ छैन तर चाहिँ हामीले चाहिँ अब यो चाहिँ सबै प्रायः जति पनि विदेशी बस्नेहरू चाहिँ छन् दाजु दिदीबहिनीहरू अथवा चाहिँ उहाँहरू चाहिँ सबैले चाहिँ बुझ्नुहुन्छ यो कुरा तर यहाँ चाहिँ मुख्य कुरा चाहिँ यो अब विकास पनि नहोला भन्ने चाहिँ पनि विकास हुने मेन कुरा चाहिँ पानी यो चाहिँ ऊर्जा शक्ति अनि त्यसै फास्ट ल्यान्ड त्यति हो तर कसैले चाहिँ मान्छेलाई चाहिँ हामीले जति पनि अरूलाई चाहिँ समातेर समात्न सक्दैन त्यतिकै गरिन्छ क्या हामीसँग इलेक्ट्रिक भयो भने त्यतिकै मोबाइलमा चलिहाल्छ हरेक कुरा जानिरहेको हुन्छ होइन त्यस कारण चाहिँ देश चाहिँ मलाई चाहिँ अब केही वर्षमै यो चाहिँ धेरै धेरै आशा धेरैले नेपाल खतम भन्छ होइन त्यो छैन नेपाल चाहिँ राम्रो हुन्छ तपाईँले यति धेरै माया देखाइदिनु भयो अरूहरूलाई पनि भनिदिनु भयो होइन एक्सपिरियन्स सेयर गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि तपाईँले भन्नुभएको थियो कि आर्थिक सहयोग गरेर पनि सहयोग गर्नु भनेर जुन भन्नुभयो नि होइन अरूहरूलाई पनि आग्रह गर्नुभयो हजुरले आफैले अहिले कोभिड-19 हेल्प डेस्कमा मात्रै होइन मैले जतिसम्म मलाई थाहा छ हजुरले एम्बुलेन्स टाइममा पनि तपाईँले सहयोग गरेर एम्बुलेन्स किन्ने टाइममा पनि सहयोग गर्दै आउनुभएको थियो होइन अनि त्यतिखेर र अहिले चाहिँ जुन सहयोग गर्दै आइराख्नु भएको छ नि आर्थिक अवस्थामा त्यो चाहिँ किन मायाबजार क्लबलाई के देख्नुभयो अनि कतिको विश्वास छ मायाबजार क्लबमा जुन चाहिँ यति गर्नुभयो भनेर सोध्नु एकदमै आवश्यकता छ किन भन्दाखेरि हामी यत्रो किपिपुरमा चाहिँ एउटा एम्बुलेन्स पनि नभएको होइन जनसङ्ख्या छन् होइन अनि
त्यसमा त एकदमै आवश्यक यो एउटा मात्र होइन अझै 2-3वटै चाहिन्छ जस्तो छ अस्तिको जस्तो बेला त यो पनि अभाव थियो नि त त्यस कारण चाहिँ एकदमै आवश्यकता छ। अब के भन्दाखेरि हामी जसरी ठाउँमा चाहिँ समाजमा जे चाहिन्छ त्यसलाई चाहिँ हामी ध्यान दिनुपर्छ। अब हामीले भन्दा पनि मैले भन्दा पनि त कोही चाहिँ नयाँ क्लबमा चाहिँ कार्यकर्ताहरू उहाँ टिमले नै धेरै काम गर्नुभएको छ किनभने उहाँहरू चाहिँ 12-24 घन्टा चाहिँ उहाँहरू चाहिँ खटेर गरिरहनु भएको छ। हामीले अलिकति भने पैसा दिएर हाम्रो 1 घन्टाको पैसा दियो होला सायद होइन, उहाँले त 1 घन्टा इन्भेस्ट गर्नु भएको छैन। हजुर मैले चाहिँ जोड्न खोजेको चाहिँ किन चाहिँ यो आर्थिक सहयोग दिनुभयो? किन यो चाहिँ अब सामाजिक मेरो चाहिँ कस्तो छ भन्दाखेरि मैले यो नयाँ बजार मात्र होइन, म जुन कमाउनेमा चाहिँ 5% म जहिले पनि सामाजिक सेवामा हाल्छु। किन भन्दाखेरि हाम्रो देशमा कोही अभाव हुँदामा किन आज यहाँ आउन म जर्मन पुगेको चाहिँ 2 वर्षदेखि मैले जर्मन नेपाली हेल्थ एसोसिएसन छ नि, उहाँ चाहिँ 45 युरो मेरो एकाउन्टबाट मैले मन्थली पठाइरहेको छु। तर यो मात्र होइन, जहाँ पनि म चाहिँ 5% चाहिँ मैले गरिरहेको छु। नयाँ बजार क्लबमा चाहिँ अब तपाईँले गरिसकेपछि होइन कति चाहिँ मैले कन्ट्रिब्युट गरेको चाहिँ उपयोग भयो जस्तो लाग्छ? एकदमै राम्रो। यसमा त म यस्तो खुसी छु होइन, एकदमै राम्रो गर्नुभएको छ उहाँले। यस्तो तरिकाले चाहिँ हिसाब पनि सबैजनाले चाहिँ पस्दै नै अनलाइन मार्फत चाहिँ उहाँले चाहिँ हिसाब पनि देखाउनु भएको छ। अनि यस्तो खटेर उहाँले मिहिनेत गरेर आउनुभएको छ, यसमा त म एकदमै उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। अनि म आफूलाई पनि यसमा चाहिँ सहयोग गर्न पाउँदाखेरि म एकदमै खुसी छु। यो चाहिँ आफूलाई सन्तोष गर्ने कुरा मात्रै हो। तर मलाई चाहिँ त्यसो नाम चाहिँ मलाई मन पर्दैन, नाउँ आउनु चाहिँ मलाई मन पर्दैन, किनकि भित्रबाट दिने हो होइन। तर त्यही पनि अब यो हिसाबहरू भनेको चाहिँ छलङ देखायो भने पछि फेरि नयाँ बजार क्लबमा चाहिँ के हुनसक्छ, अरूले राम्रो नराम्रो मान्छेहरू पनि हुनसक्छ, पनि हुनसक्छ। त्यस कारण पनि यो हिसाब भनेको फेरि चाहिन्छ। तर मैले चाहिँ नामको रूपमा चाहिँ नाम लिस्टमा आउने गरिकन चाहिँ हाले होइन, आफ्नै खुसी आफूलाई नै आनन्द आउने। किन भन्दा दिँदाखेरि आफू आत्मसन्तुष्टि होला, त्यो चाहिँ दिने भनेको चाहिँ त्यो चाहिँ होइन, दिएर चाहिँ मेरो नाउँ हो आओस् भन्ने कुरा। धेरै धेरै धन्यवाद शङ्करजी। म यही क्वेसन चाहिँ म फेरि हामी पूर्णजीलाई पनि सोध्न चाहन्छु, कतिको सन्तुष्ट हुनुहुन्छ तपाईँले अहिलेको यो कार्यक्रममा जुन हुनुहुन्छ नि अहिले COVID-19 हेल्प डेस्कमा चाहिँ कतिको चाहिँ सन्तुष्ट हुनुहुन्छ? कार्यक्रम गरिरहेको देखेर आफ्नो क्लबले यति धेरै प्रगति गरेको जस्तो लाग्छ कि? धन्यवाद। म आफै COVID-19बाट ग्रस्त भएको मान्छे भएर चाहिँ किनभने चाहिँ त्यो बेला चाहिँ मान्छे भेट्न जानुलाई जानु हुँदैन, कोभिडले चाहिँ ऊ हुन्छ भनेर चाहिँ जाँदैन मान्छे डराएर। अब साथीहरूलाई पहिला चाहिँ मैले चाहिँ म त अब अलिकति साथीहरूसँग सोच चिन्जान भएर सोचेँ, उहाँले लगाइसकेको भएर मलाई चाहिँ सजेसन दियो। अनि अब अरूहरू त बिना काममा चाहिँ हुने मान्छेहरू त यस्तो आतङ्क फैलिएको बेलामा चाहिँ अब महामारी फैलिएको बेलामा चाहिँ दिन सक्दैन। अनि तपाईँहरूले चाहिँ अब यो हामीहरूले भनौँ त्यो मण्डपमा आएर चाहिँ COVID-19 अझ अलिकति कम भयो जस्तो छ, हामीले चाहिँ राखेको त्योभन्दा पहिला राखेको भए झन् राम्रो हुन्थ्यो है। अनि त्यो अब पछि राखेर पनि हामीले धेरैजनाको सेवा सुविधा भयो होला, दिनुभयो होला। तपाईँले रात दिन बिहानदेखि दिन रात नभनिकन तपाईँले खट्नुभयो, दिनुभयो, त्यो पनि सराहनीय। हजुर। अनि अब चाहिँ तपाईँलाई चाहिँ के सल्लाह सुझाव छ? अब चाहिँ क्लबले के गरोस् भन्ने अब के सल्लाह दिन्छु भने अब यस्तै आइपरेको खण्डमा एउटा सङ्गठन भएर चाहिँ सङ्गठनै भइरहेको छ। अरूहरू पनि अब जस्तै पहिले चाहिँ हामीले चाहिँ यो 12 भुइँचालो आएको बेलामा जस्तो जुन चाहिँ अब पानी आयो इटा हो यिनीहरूमा चाहिँ निकै भुइँचालो गएको थियो, पुगेको पनि छ त्यो बेला। त्यस्तो बेला चाहिँ हामीले चाहिँ क्लबले इमर्जेन्सी सपोर्ट के हेल्प गर्न जाने एउटा चाहिँ टिम जस्तो बनाएको भए राम्रो हुन्थ्यो कि जस्तो लाग्छ। अनि पनि एउटा टिम चाहिँ बनाओस् जुन टिममा चाहिँ जे पनि होस्, जुन सबै ठाउँमा सबै सङ्कटलाई चाहिँ हेर्न सकोस्। अब हाम्रो पछि हुन त यो नयाँ बजार क्लब भन्ने नयाँ बजारमा मात्र हुन्छ, यहाँ चाहिँ अब चाहिँ पाङ्गाको इटावलको यो हाम्रो चाहिँ किर्तिपुरको भयो, धेरै ठाउँको मान्छे हामी सङ्गठित भएर
यो हामी ठाउँमा गर्न सक्छौँ निस्वार्थ भावनाले अहिलेसम्म पनि निस्वार्थ भावनाले निस्वार्थ भएरै हामीले चन्दा सङ्कलन गर्न सकेको जस्तो लाग्छ जहाँ पनि हामीले स्थापना गर्दाखेरि पहिले त हाम्रो गाउँमा गरी गाउँमा वरपरमा गएर पर घर चाहिँ 100 रुपियाँ उठाउँथ्यौँ होइन त्यस्तो गरेर उठाएर बनाएको एम्बुलेन्स हो राखेको स्थापना गरेको एम्बुलेन्स भयो त्यस्तै चाहिँ अरूहरू पनि यस्तै काम सराहनीय काम गर्न सकोस् त्यही क्लबलाई चाहिँ आग्रह गर्नु। यसमा जोडेर चाहिँ मैले शङ्करजीलाई अर्को के प्रश्न राख्न चाहेँ भनेदेखि उहाँले भन्नुभयो होइन यो एउटा टिम बनोस् भनेर भन्नुभयो। अब फेरि थर्ड वेभ आउने कुरा छ, फोर्थ वेभमा चाहिँ होइन अब यो बाहेक चाहिँ अरू समस्या आउने पनि जुन एउटा हामी राख्नु भएको छ नि त्यसमा चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ? नयाँ क्लबले अब अरू कस्तो कार्यक्रम लिएर आयो भने चाहिँ राम्रो होला जस्तो लाग्छ? हुन त सबभन्दा हामीका चाहिँ धेरै संस्थाहरू पनि छन् होइन, थुप्रो संस्थाहरू छन्। उहाँले पनि साथमा क्लबमा चाहिँ जोइन भयो सबको चाहिँ जस्तै अब टोल सुधार समिति छन् हरेक उहाँहरू चाहिँ यस हुन्छ कस्तो छ किन भन्दाखेरि मैले धेरै यसमा अहिले देखेको चाहिँ विभिन्न चाहिँ समस्याहरू छन्। किन टोलमा हामी सरकारी देशमा आउँदाखेरि सबैजना एकैचोटि हात हाल्ने मास्क लगाएर आउनु तैपनि अब एकैचोटि हात हाल्दाखेरि त्यहाँ टच भएपछि भएन एउटा लोकोमा सबैजना आएर गर्दाखेरि। अनि अर्को चाहिँ के भन्दा घर घरमा बसिरहनु भएको छ अनि उहाँहरू चाहिँ पसलमा चाहिँ आउँदाखेरि त्यो पसलले पनि के गर्दो रहेछ भन्दाखेरि त्यहाँ भित्र आउँदाखेरि एकजनाले एउटा दिने अब 5वटा चिज दिन्छ भने एउटा सामान दिने अनि त्यसलाई पर्खाइदिने अनि फेरि अर्कोलाई पनि दिने त्यो 4-5 जना एकैचोटि चाहिँ जम्मा गर्ने क्या। त्यसले गर्दाखेरि झन् संक्रमण फैलिन्छ। जानकारीको अभावले गर्दा हो जस्तो लाग्छ। यो त मेन कुरा त हामी सक्षमै नभएको हो, हामी आफै नै सक्षम नभएर हो कुरा। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि यस्तो सक्षम नभएको बेला चाहिँ हामी गभर्मेन्टले पनि केही गर्नुपर्ने हो। अब उहाँले गर्नु अब यस्तोमा चाहिँ अब यहाँ चाहिँ हाम्रो नयाँ बजार क्लब अथवा व्यापार सङ्घ यो जुन चाहिँ व्यापार सङ्घ छ नि उहाँहरू मार्फतबाट पनि गर्न सक्नुहुन्छ। किनभने सोसियल डिस्टेन्स राखेर गोल लगाएर व्यापारीहरू सबैलाई चाहिँ नोटिस लगाएर एकैचोटि 3-4 जना चाहिँ भित्र आउन पाउँदैन, एउटा सकिएपछि अर्को जाने होइन। त्यसलाई चाहिँ जति पहिला आउनेलाई चाहिँ पहिले दिने अनि त्यो सकेपछि बल्ल भित्र आउने मिनिमम चाहिँ 2 मिटरको या सोसियल डिस्टेन्स राखेर त्यसरी गरिदियो भने चाहिँ अलिकति हुन्छ कि जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि अब यो नयाँ बजार क्लबले यति राम्रो गर्नुभएको छ उहाँहरूले होइन, तर उहाँहरूलाई नयाँ बजार क्लबमा चाहिँ अब म आफू पनि मेम्बरसिप त होइन, तर मलाई चाहिँ यो उहाँले गर्नु देखेको मलाई चाहिँ एकदम खुसी लागेर म आएको हो होइन। यस्तै अरू उहाँहरू पनि आउनु भएर यसमा चाहिँ कसरी हुन्छ जस्तै टोल सुधार समिति ठाउँ ठाउँमा चाहिँ एउटा टोलदेखि अगाडि भनौँ न यहाँ सुरुदेखि लास्टमा चाहिँ ब्लक गर्यो होइन, गरेर चाहिँ कुनै पनि व्यापार गर्दाखेरि हुनेलाई सूचना दिएर मात्रै भित्र पठाउने, 2-3 जना एकैचोटि बेच्न नपाउने होइन, मास्क नलाएको व्यक्तिलाई चाहिँ नदिने, त्यस्तो के हुनुपर्छ कि एकजना मात्रै पालो बसेर गऱ्यो भने टोलमा चाहिँ ब्लक गरिदियो भने त्यहाँ चाहिँ धेरै कम हुन्छ। अनि त्यसै बस्ने बित्तिकै हामीले हाम्रो नयाँ बजार क्लबले पनि अब सबै थाहा हुन्छ कि कुन घरमा के कस्तो भएको छ भनेर उहाँलाई पनि हामी नगएर चाहिँ तलै आउनु पर्दा बात पनि पठाएको पनि हुन्छ। हामी माथि भनेपछि यो एकै ठाउँमा अब कोभिड-19 हेल्प डेस्क छ हाम्रो मण्डलमा मात्रै भयो होइन, तर त्यो बाहेक अरू ठाउँमा छैन होइन। अनि सबैजना चाहिँ आइराख्ने पनि अप्ठ्यारै हुन्छ। त्यसको मतलब चाहिँ अब त्यही भएको लोकल क्लब्सहरू जुन छ होइन महिला समूहहरू जुन छ तिनीहरूलाई पनि यस्तो कार्यक्रमहरू गर्न थाल्नुभयो उहाँहरूले भने अझै पनि राम्रो हुन्छ भन्ने चाहिँ हजुरहरूलाई लाग्छ? एकदमै अब जर्मन जस्तो चाहिँ अलिकति भएको भए चाहिँ सबैजना शिक्षित सक्षम भएको भए त सबैले सोसियल डिस्टेन्स त्यहाँ त भन्नै पर्दैन, कोही अगाडि आयो भने अलिकति रातो मुख लगाइहाल्छ, एकैचोटि गाली गर्न थाल्छ। यहाँ त त्यस्तो छैन। भनेपछि त्यो मलाई चाहिँ के लाग्छ भने शिक्षित अशिक्षित भन्दाखेरि जानकारीको कमीले नै हो कि जस्तो चाहिँ मलाई लाग्छ। जानकारी नभए चाहिँ यस्तो गर्छ अनि चाहिँ मान्छेहरू चाहिँ भन्ने लाग्नेलाई मात्र थाहा छ कोभिड लाग्ने मान्छे नहुनेहरूलाई नै केही न केही लागेपछि त नभएसम्म चाहिँ त्यो चाहिँ नहुने आफूले भोगेपछि मात्रै एकपल्ट यस्तो हुन्छ। हामी अलिकति शिक्षित पनि कम छौँ विदेशभन्दा। आफूले सोसियल चाहिँ डिस्टेन्स राखेर किन्न जाँदाखेरि पनि
आफ्नै ठाउँमा बसेको भयो भने अब हामी म यहाँ बसिरहेको हुन्छ झुट लिनु जाँदाखेरि म यहाँ बसिरहेको छु उताबाट आएर कुरो लिनु आफू सचेत भए पनि अरू नहुने त्यही कारणले एउटा चाहिँ शिक्षाकै कमी भन्नु सचेतना नै कमी भएको जस्तो लाग्छ। धेरै धेरै धन्यवाद तपाईँहरूले यति होइन समय निकालेर यहाँ आएर तपाईँहरूको अनुभवहरू राखिदिनु भयो होइन। अन्त्यमा के भन्न चाहनुहुन्छ यस कार्यक्रम या अरू कुनै कसैलाई पनि के भन्न चाहनुहुन्छ यो कार्यक्रममा? किनभने यो हामीले नयाँ मजाले मात्र गर्ने होइन, यो सरकारले पनि गर्नुपर्ने, सरकारले गर्नुपर्ने काम हामी क्लबले गरिरहेको छौँ। त्यही कारण यो क्लबहरूले चाहिँ हामी सामाजिक सङ्घ संस्थाहरूले ठाउँ ठाउँमा यस्तै राखेर अलिक जनताहरूलाई चाहिँ चेतना दिएको खण्डमा योभन्दा राम्रो हुन्छ जस्तो लाग्छ। हजुरलाई चाहिँ सरकारी निकायहरूले चाहिँ गरिदिनु खासै गर्नुपर्ने सरकारले होइन भन्नु मात्र हुन्छ उहाँहरूले चाहिँ होइन। हो यसो हेर्न त जानुहुन्न ठाउँ ठाउँमा आफै सचेत हुनुपर्छ, टोटलमा त हेर्न जान सकिँदैन हाम्रो सरकारले पनि। त्यही कारण आफूले आफै नै सचेत भएर सोसल डिस्टेन्समा लागेर बसेर सरकारले दिएको नियम पालन गरेर बाहिर गएर हात धुने, मिची हात धुने अनि सेनिटाइजर छर्काउने, बाहिर जान साथै घर आउन साथै त्यस्तो गरेको खण्डमा यदि कोभिडले चाहिँ हामीलाई अब थर्ड जेनेरेसन थर्ड वेभ चाहिँ अहिले डेल्टा कि कहाँ आइसक्यो भन्छ। त्यसको लागि सचेत होस् भन्न हुनु परेर हुनु मेरो विचारमा पनि त्यस्तै छ कि उहाँ पूर्णदारी भन्नुभएको जस्तै मेन कुरा चाहिँ के हुन अब यति नयाँ क्लबले चाहिँ यस्तो जाँगर देखाएर होइन अब यसमा त केही पाउनु पनि होइन नि, आफ्नो मन खुसीले गरिरहेको छ सबैजना साथीभाइले चाहिँ गरिरहेको छ होइन। यस्तो मनको मान्छे यस्तो सहयोग गर्ने व्यक्तिहरू चाहिँ थुप्रै छ होइन। तर यहाँ चाहिँ अब निस्किन सक्ने छैन कि अब कुनै गर्दाखेरि चाहिँ गभर्मेन्टसँग स्वीकृति लिनुपर्ने, के नियम पुरा गर्नुपर्ने, त्यस्तो गाह्रो नहुने किन उहाँहरूले चाहिँ अलिकति सजिलो तरिकाले जति पनि संस्थाहरू छन् उहाँलाई चाहिँ अलिक सजिलो तरिकाले गरेर अनि उहाँहरूको एउटा नियम बनाओस्, यो हाम्रो चाहिँ पुरा हुनुपर्छ है भनेर हरेक संस्थालाई दियो भने होइन उहाँहरू अनुगमन मात्रै गर्नुहोस् होइन। अनि सबै जति पनि संस्थाहरू छन् यहाँ चाहिँ नेपाल अधिवास चाहिँ उहाँ संस्थालाई चाहिँ उहाँले चाहिँ सेमिनार गर्नुहोस्, उहाँलाई चाहिँ उ गर्नुहोस् गरेर उहाँहरू खटिने हो कि उहाँले चामल दिएर फोटो खिच्ने अनि उयो दिएर त्यसरी चाहिँ भाग्ने दौड उहाँहरूको काम होइन कि उहाँहरू त सिर्फ प्लान बनाउने, उहाँहरूलाई प्लान बनाउने अनि त्यसपछि अनुगमन होइन। अनि काम गर्ने त हामी हो नि, हामीहरूलाई युज गर्नु गर्दाखेरि उहाँहरूलाई पनि टाइम हुन्छ, सबै कुरा हुन्छ, हामीले उहाँहरूको कुरा पनि हामी सिक्छौँ, उहाँहरूको नयाँ कुराहरू हामीले पनि अब त्यो पब्लिकसँग चाहिँ घुलमुल गर्न आउँदाखेरि नयाँ नयाँ कुराहरूसँग निस्किन्छ, क्रिएट हुन्छ होइन। जति पनि क्रिएटिभ यो विद्वान हामी भनौँ न अलिक शिक्षित राम्रो यहाँ चाहिँ पढाइ लेखा विद्वानहरू हामी त म त पढाएको छैन है, त्यस्तो विद्वानहरू क्रिएटिभ माइन्डहरू चाहिँ धेरै छन्। उहाँहरू चाहिँ अझै नजिक हुनु पऱ्यो कि उहाँहरूसँग भएर उहाँहरूले यहाँ चाहिँ यो नयाँ नयाँ प्लान बनाउनु पऱ्यो कि हामी नेपाल गरिब देश भनेर होइन कि हामीले त्यो गर्न सकिन्छ कि। धेरै बुद्धिमानीहरू मैले देखेको पनि छु, यहाँ पोजिटिभ मान्छेहरू पनि देखेको छु, अनि मन कार्यहरू चाहिँ एकदम सहयोग गर्ने भनेर रात दिन दौड्नेहरू पनि धेरै देखेको छु। तर यसमा चाहिँ अर्गनाइज चाहिँ अलि मैले चाहिँ राम्रो देखेको छु। उहाँहरू त हाम्रो अभिभावक हो, हामीले जस्तो भए पनि उहाँ अभिभावकको कुरा सुन्नुपर्छ, उहाँ अभिभावकले जे भन्छ त्यही गर्नुपर्छ, नभए त हामी त त्यो फस्टिन्छ होइन। त्यसमा उहाँले म त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद समय निकालेर आइदिनु भयो। हाम्रो कार्यक्रम पनि हामी अन्तमा आइसकेका छौँ होइन। श्रोता मित्र उहाँ हुनुहुन्थ्यो हाम्रो पूर्णजी र हाम्रो शङ्करजी। पूर्णजी हाम्रो क्लबको पूर्व उपाध्यक्ष हुनुहुन्छ भने शङ्करजी चाहिँ हाम्रो वेल विशर हुनुहुन्छ होइन। उहाँले यहाँ यति समय निकालेर चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गरिदिनु भयो, सजेसन पनि दिनुभयो अनि नयाँ बजार क्लबलाई यति धेरै माया पनि दिइराख्नु भएको छ, फ्युचरमा पनि दिनुहुन्छ भन्ने आशा राख्दै उहाँलाई फेरि एकपटक फेरि धन्यवाद दिन चाहन्छु। हाम्रो तर्फबाट पनि निकै धन्यवाद। यो अनक मिडिया 106.6 चाहिँ हाम्रो लाइभ प्रसारण गरिदिनु भयो। हजुरको लागि चाहिँ निकै नै धन्यवाद शुभा छ अनि दर्शकहरूलाई पनि धन्यवाद भन्दै म हजुर थ्याङ्क यू सो मच।